नमस्कार, यहाँहरु सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। र यो खेलमा निभा एफसी र बुढालेकण्ठ 10 बीचको खेल यो। निकै नै फितलो कन्ट्रोल त्यहाँ अंकित पौडेलबाट। ब्याक पास गोलकिपरको लागि निकै नै राम्रो पास। निकै नै राम्रो शट यहाँ र अहिले भइरहेको खेल राम्रो प्रयास। 10 वर्सेस निभा एफसी। र यो पछि हुने खेल टिटिएफसी भर्सेस वारियर टाइगर। वारियर टाइगरका टिम क्याप्टेनलाई अगाडि आएर फर्म लिँदैन पनि हार्दिक अनुरोध गर्न चाहन्छु। शट र बल पोस्टभन्दा माथिबाट बाहिरियो। निकै नै राम्रो शट र एक गोलको अग्रता यहाँ बुढालेकण्ठ 10 को लागि। बुढालेकण्ठ 10 अग्रता लिन सफल। एक गोलको अग्रता यहाँ 10 1 निभा एफसी 0। किपरको निकै नै राम्रो बच्चा हो। त्यहाँ राइट फ्ल्याङ्कबाट अंकितको पास दिने प्रयास थियो। ब्याक पास गोलकिपरको लागि। फेरि पनि गोल गर्न सफल र
2 गोलको अग्रता यहाँ बुढालेकण्ठ 10 को लागि हामी देख्न सक्छौं अंकित पौडेल राइट फ्ल्याङ्कबाट अगाडि बढाउँदै बल पूर्ण 1 गोल थप्दै आफ्नो टिमलाई अग्रतामा राइट साइडबाट खेल्दै अंकित पौडेल 10 का टिम र अहिलेसम्मको स्कोर रहेको छ बुढालेकण्ठ 10 2 निभा एफसी 1-0 सरी 2-0 गोलकिपर को लागि बल 2 को अग्रतामा बुढालेकण्ठ 10 मनिष पौडेललाई देख्न सक्छौं जर्सी नम्बर 7 मा हामी राम्रो स्विच त्यहाँ राइट फ्ल्याङ्कमा कोही पनि खेलाडी रफ फेरि पनि गोल गर्न सफल गरी 3 गोलको अग्रता यहाँ बुढालेकण्ठ 10 को लागि त्यसैगरी पूर्ण 1 गोल थप्दै एक गोल थप्दै 3 को अग्रता बनाउन सफल बुढालेकण्ठ 3 निभा एफसी 0 3-0 राम्रो शट रनिङ खेल्ने राम्रो बचाउ कर्नर किकको अवसर त्यहाँ बुढालेकण्ठ 10 को लागि कर्नर किक फेरि पनि शट गोलकिपरले बल क्लियर गरिदिएका छन् वरियर टाइगरका खेलाडीहरू टिम दर्ता गरिदिन पनि हार्दिक अनुरोध गर्न चाहन्छु निक खेल्ने राम्रो शट फेरि पनि आक्रमण पश्चात आक्रमण गर्दै यहाँ राइट फ्ल्याङ्कमा बल स्विच त्यहाँ अंकितको लागि र निकै राम्रो बल पासमा फेरि पनि गोल गर्न सफल यसै गरी 4 गोलको अग्रता यहाँ बुढालेकण्ठ 10 को लागि त्यसैगरी फेरि छ बुढालेकण्ठ 10 निभा एफसी 0 Dipes kalja. लास्टै काम छ नि र यो पछि हुने खेल पास वरियर टाइगर भर्सेस बल मिस र प्रयास पनि विफल गरिदिएका छन् र कर्नर किकको अवसर त्यहाँ निभा एफसी को लागि यसैगरी पहिलो हाफको खेल सँगै बुढालेकण्ठ 10 ले 4 गोलको अग्रता लिएको छ यसैगरी दोस्रो हाफको खेल सुरु भइसकेको छ र बुढालेकण्ठ 10 4 गोलको अग्रतामा छ अहिलेसम्म
त्यहाँ निकै राम्रो बल कन्ट्रोल थियो शट र फेरि पनि गोल गर्न सफल यसै गरी 5 गोलको अग्रता 5 गोलको अग्रता यहाँ र खेलाडी परिवर्तन यहाँ निभा एफसी को लागि र सिधै गोलकिपरको हातमा त्यहाँ सेन्टरबाट फितलो प्रहार निभा एफसीको खेलाडीको बल निकै नै राम्रो डिफेन्स देख्न सक्छ हामी बल कन्ट्रोल र लोकल गेम लोकल कमेन्ट्री तर क्लास भन्ने प्लेयरमा देख्न सक्छ हामी पुरानो 10 का खेलाडीहरुमा निकै नै राम्रो पासिङ गेम देख्न सक्छौं र त्यहाँ कन्ट्रोल पनि हुन सकेन र थ्रो इनको अवसर यहाँ निभा एफसी को लागि टिटिएफसी भर्सेस वारियर टाइगर सम्पूर्ण इन्टरप्ट गरिदिएका छन् कोही उपस्थिति हुनुहुन्छ भने कृपया अगाडि आइ फर्म लिएर आफ्नो नाम निकै नै राम्रो पास र निकै राम्रो गेम प्ले देख्न सक्छौं र त्यहाँ थ्रो इनको अवसर बुनापदासको लागि ब्याक पास डिफेन्सलाई गोलकिपर वारियर टाइगर भर्सेस टिटिएफसी का खेलाडी साथीहरुलाई पनि तम्काएर अवस्थामा रहिदिनु न हार्दिक अनुरोध गर्न चाहन्छु र निकै राम्रो पास र शट पोस्ट भन्दा थोरै नजिकबाट बाहिरिएको थियो निकै नै राम्रो कन्ट्रोल हुन सक्छ त्यहाँ र त्यसैगरी खेलाडी परिवर्तन यहाँ निभा एफसी को लागि निकै नै यो 11 बजेको समयमा मध्य घाममा खेलाडीहरूले दिनुभएको डेडिकेसन देख्न सक्छौं हामी र थ्रो इनको अवसर यहाँ बुनापदासको लागि र त्यहाँ मिस अंकितबाट कृपया अगाडि आएर निकै नै राम्रो मिसलाई पनि हामी राम्रो भन्न सक्छौं यतिको मिस भने राम्रो खेलाडीले गर्दैनन् मैले मेरो कमेन्ट्री पके पनि यो लोकल कमेन्ट्री हो यसलाई सिरियसली नलिनु होला गेमलाई सिरियस लिनु होला गेम हामी देख्न सक्छौं टिम म्यानेजमेन्टमा प्रकाश कतिवटा
खेलाडी मनिष पौडेल हिजो राति पार्टी हानेर आएको छ गेम खेल्न लागेको सायद हामी अनुमान गर्न सक्छौँ के हो गुरु हो नि तर नाइस गेम है जे भयो नि ओ फेरि पनि गोल नवदुर्गा सरी बुढा नीलकण्ठ 10 का टिमले फेरि पुनः एक जितको सुनिश्चित गर्छ। त्यसैगरी गेम सुरु भइसकेको छ पुनपा 10 6 गोलको अग्रताले अगाडि रहेको छ निवा एफसी 0 अहिलेसम्म कुनै पनि गोल गर्न सकेको छैन रहेको छ अहिलेसम्मको गोल स्कोर र त्यहाँ बल कन्ट्रोल भन्ने हुन सकेन घामले मलाई एकदम गर्मी भइसकेको छ तर खेलाडीहरू भने आफ्नो एकदम सिधै बल कतिवटालाई झन्नै लागेको थियो तर लागेन त्यहाँ बल दिनको लागि कुनै पनि खेलाडी थिएनन् र त्यसै गरी टिटिएफसी भर्सेस वारियर टाइगरलाई पनि तम तयार अवस्थामा रहिदिन न हार्दिक अनुरोध गर्न चाहन्छु। निकै नै राम्रो शट निकै राम्रो एटेम्प्ट कृपया मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र ध्यान दिएर चाहिँ गेम हेर्नु होला मेरो कमेन्ट्री भने त्यस्तै उस्तै हो ल फेरि पनि गोल र यसै गरी सन्दीपको ह्याट्रिक आजको टाइटल हुन सक्छ सन्दीपको ह्याट्रिक सन्दीप हेलो भन्देऊ न फेरि पुनः आफ्नो टिमलाई आजको म्यान अफ द म्याच मोस्ट भ्यालुएबल प्लेयर सन्दीप बैलकोटी एकदम उत्कृष्ट प्रदर्शन गर्दै हुनुहुन्छ उहाँले छिरेपछि ह्याट्रिक गर्न सफल सन्दीप बैलकोटी आज पुनः जोसको साथ सन्दीपको शट र बल पोस्टभन्दा थोरै नजिकबाट भइरहेको छ गोलकिपर सबिन 3 versus 3 को अवस्था थियो त्यहाँ र यसै गरी खेलको समाप्तिसँगै बुढानीलकण्ठ 10 6 गोलको दलले विजय भएको छ सन्दीप ह्याट्रिक म्यान र त्यसै गरी